साथीहरू हजुरहरूसँग पनि खाली टाइम छ भने यसरी सब्जी लगाएर खाँदा चाहिँ हुन्छ है साथीहरू। हेर्नुहोस् है, यो मेरो चाहिँ करेसाबारी हो। यतिखेर चाहिँ म साउदी अरबमा छु। यो मेरो खाली टाइममा चाहिँ यो तुलसीको बुट्टा हो। हेर्नु, यो ट्याक्कै 2 वर्ष भयो। यसरी सर पुदिना, टमाटर, प्याज, यहाँ टमाटर पाकिरहेको रहेछ, टिप्ने बेला भयो। अनि यतातिर एलोभेरा छ। अनि यो चाहिँ टमाटरको बिउ फलाउँदै यो चाहिँ बयर हो साथीहरू। यो पनि मैले नेपालबाट ल्याएको हो। यहाँ अझै ठुलो छ। यो चाहिँ ठुलो दाई हो, यो चाहिँ यसको भाइ हो है। यो चाहिँ अलि राम्रोसँग फल चाहिँ दिएछ। अनि यहाँ धनिया हेर्नु साथीहरू, यस्तै टक्क धनियाहरू फुलिसकेको छ। अब गेडा दाना हालेर यसलाई चाहिँ अब यो चाहिँ, अनि यहाँ चाहिँ तपाईँको बोडी हेर्नु साथीहरू, बोडी मजाले बोडी फलिरहेछ है। अनि यो चाहिँ चिन्नुहुन्छ होला तपाईँहरूले, यो चाहिँ के होला भन्नु त, बेथे हो। टमाटर हेर्नु साथीहरू कस्तो मजाले झप्प फलेछ। ल हेर्नुहोस् त, मभन्दा नि अल्को भइसक्यो यो टमाटर बुट्टा।